ल हजुर अब आफ्नो त अब माछा मासु नखाइने माछा मासु नखानेको लागि चाहिँ चट्ट यसरी यो घुँडे निगालाको टुसा यस्तो बनाइन्छ चट्ट हैन। अनि यसलाई अब यहाँ त यिनलाई केलाउनै बाँकी छ। मजाले अब यसरी चाहिँ काट्ने हो। यो काट्ने तरिका चाहिँ यस्तो हुन्छ हैन। अब यसरी काट्दै गरेपछि केलाउँदा भने यस्तो हुन्छ। यसको फेरि यसलाई यसरी थोरै चिर्ने है। अनि थोरै चिरिन्छ र अनि यसलाई यस्तो गरिन्छ। ल हेर्नुहोस् हैन भुत्ल्याउने तरिका सजिलो छ कि यसको। अनि यताबाट पनि त्यसै गरी भुत्ल्याउने। अब यो लगभग तयार। ल हेर्नुहोस् त यो अर्गानिक चिज हो है। यसलाई खाँदाखेरि पनि मिठो। अब ल हेर्नुहोस् यो भेजिटेरियनमा एक नम्बर चिजमा पर्छ है। तर अब यो घुँडेको टुसा खासै धेरै खान हुन्न भन्ने त कुरा छ। तर पनि अब हामीले खाइयो निकै नै यो हैन। मालिङ्गे निगालाको सकियो जरबुटो चैत वैशाखै हुने कुरा हो। काँचै खाने हुने कुरा हो यो। टोपी गाल्मीमा यसरी पनि खाइन्छ। मिठै हुन्छ है। र यसलाई काट्दा खाएँ हैन। यसलाई काट्दा बोक्दा नि धेरै बोक्ने कुरो नि हुन्न। ल हेर्नुहोस् साथीहरू अब हजुरहरूले टन्न देख्न सक्नुभयो नि। अब यो त काटेर यता तयार पार्दा यति ठुला चिजलाई काटेपछि यति सानो चिज भएर यहाँ तयार पर्छ हैन। यो वेट अलि धेरै नै जान्छ। त्यही भएर हामीले चाहिँ जङ्गलबाट ल्याउँदा पाए उतै काटछाँट गरेर सानो बनाएर झट्ट बोक्ने चाहिँ चलन हुन्छ हैन। यहाँ पनि अलि ठुलै नै ल्याइएछ। तर पनि ठिक छ। ल हेर्नुहोस् यो प्रकारले ल हेर्नुहोस् निगालाका टुसा कसरी चाहिँ केलाइन्छ भन्ने कुरा मैले हजुरलाई केलाएर काँचो खाएर त देखाएँ। तर त्यसलाई बोक्र्याएर फेरि अब यसलाई बोक्र्याएर केलाउने भनेको फेरि कस्तो हुन्छ भनेदेखि म तपाईँहरूलाई ट्याक्क देखाइदिन्छु। हेर्नुहोस् यो त यही तरिका भइहाल्यो। अघि बोक्र्याएको यो गर्ने यसरी चाहिँ भुत्ल्याउने यसरी भुत्ल्याउने भुत्लो गयो हैन। अब यसमा कुनै हतियारको हामी प्रयोगै गर्दैनौँ। अब क्यार्छौँ भनेदेखि यसलाई टक्क नङैले भाँच्ने हुन्छ। अब जहाँसम्म नङ यसरी गयो यस्तो काट्यो। ल हेर्नुहोस् अब यो केलाएको भयो। यो अलिअलि साह्रो हुनसक्छ। साह्रोलाई फालिदिने फेरि कमलोमा जाने यस्तो गर्ने। ल हेर्नुहोस् अब यहाँ केलाउँदैछु मैले। ल हेर्नुहोस् अब यसलाई पनि ल हेर्नुहोस् पकाउन तयार भयो। ल हेर्नुहोस् त ल पकाउन तयार भएन। गोडा चारेकोलाई यसरी बनाइयो भनेदेखि एक साग तरकारी भयो भनेपछि यसको तरिका यस्तो है। ल अब यहाँ काट्दैछु यो घुँडे निगालाको। तपाईँहरूलाई धन्यवाद।